नेवाखल गलकोटको आयोजनामा चाहिँ भोलि गलकोटमा हनुमान नाच प्रदर्शन गरिँदैछ। यसै विषयमा सम्बन्धित रहेर नेवाखल गलकोटका अध्यक्ष प्रनाथ कुमार श्रेष्ठ यति बेला हामीसँग कुराकानीमा हुनुहुन्छ। स्वागत छ। धन्यवाद। विशेष गरी यो गलकोटमा पहिलो पटक यो हनुमान नाच प्रदर्शनको तयारीमा हुनुहुन्छ। तयारीको हिसाबले चाहिँ के तयारी गरिसक्नु भएको छ? यो चाहिँ हनुमान नाच भन्ने कुरो चाहिँ हामी यो पहिलो पटक चाहिँ यसको अध्ययन गर्दैछौँ र यसको बारेमा हामी बल्ल बुझ्नलाई अघि सर्दैछौँ। यो हनुमान नाच भनेको यो 300 वर्ष पुरानो हनुमान नाच हामीहरूलाई चाहिँ यो नेवारहरूले चाहिँ आफ्नो परम्परा रीतिरिवाज अनुसार यो देखाउँदै गर्दै आएको चाहिँ नाच भएको हुनाले यो नेपालको सबै ठाउँमा हट्दै गएर अहिले बागलुङमा मात्रै रहेको हुँदा बागलुङको जुन हनुमान नाचका चाहिँ संयोजक समिति छ उनीसँग समन्वय गरेर हामीले पनि गलकोटमा यो विस्थापित हुँदै गइरहेको चाहिँ जुन नाच हो त्यसलाई चाहिँ उठान गर्नको लागि हामी बागलुङका हाम्रो नेवाखलका चाहिँ समितिकासँग सल्लाह गरेर दुई पक्षको तालमेलमा कुरा गरेर हामीले यो नाचलाई पनि गलकोटमा देखाउनु पर्छ, हामीलाई तपाईँहरूले चाहिँ यो सहयोग गर्नु पर्यो भन्ने कुरा हामीले राख्दा उहाँले हुन्छ हामी पनि तपाईँहरूलाई सहयोग गर्छौँ, तपाईँहरूले पनि त्यसमा चाहिँ अघि बढ्नुहोस् भनेपछि हामी यसको लागि हामी जुन काम गर्दैछौँ तत्पर गरेर लगाइरहेको छोटो समय अहिले धेरै होइन, हामी जम्मा 1 हप्ताको अन्तरालमा हामी यो कार्यक्रम सुरुवात गर्दैछौँ र यसमा सबै हाम्रो नेवाखलका दिदी बहिनी दाजुभाइ बुवा सबैहरू चाहिँ लागिपरेर भोलिको कार्यक्रमलाई हामी अन्तिम चरणमा पुगिसकेका छौँ। यसलाई भोलि बिहान 8 बजे 9 बजेदेखि चाहिँ हाम्रो हनुमान नाचको लागि चाहिँ रोड पोलिँदैछ। त्यो लगभग 34-35 रोड पोल्नु पर्दो रहेछ। त्यो भएर हामीलाई रोड पोल्ने पनि हाम्रो यहीँ बागलुङबाट आउनुभएको छ, यहीँ समितिकै मान्छे चोखो निष्ठ भएर चाहिँ काम गर्नुपर्ने हुँदा हामीबाट कुनै टुटफुट नहोस्, गल्ती नहोस् भन्नको लागि हामी उहाँहरूकै जिम्मामा हामी रोड बनाउँदैछौँ। जस्तो पहिलो पटक तपाईँहरूले चाहिँ गलकोटमा यो ऐतिहासिक एउटा लोपोन्मुख यो नृत्य गलकोटमा हामीले चाहिँ गर्नुपर्छ, यसलाई चाहिँ हामीले जगेर्ना गर्नुपर्छ भनेर जसरी आयोजना गर्नुभएको छ, यसको भनौँ न पुस्तान्तरणको हिसाबले भनौँ अथवा यो गलकोटका नेवार समुदायसँग सम्बन्धित रहेर यो नाच अथवा यो नाचको चाहिँ आयोजना गर्दै गर्दाखेरि चाहिँ बागलुङसँग समन्वय गर्नुको चाहिँ कारण चाहिँ के थियो? यो चाहिँ एउटा चिनारी, हामीले पनि यो पुरानो परम्परागत चल्दै आएको एउटा चिनारी र एउटा यो गलकोटमा पनि देखाएपछि यो निरन्तर यसलाई उठान गर्नको लागि समयअनुसार चाहिँ अब यो चाहिँ 3 वर्ष 5 वर्ष अनि 7 वर्ष 9 वर्षमा देखाइने चिज भएको हुनाले यो जति बेला पनि त्यति बेला देखाउन नमिल्ने त्यो हुँदा हामीले यसलाई चाहिँ यो परम्परागतलाई राखिराख्नको लागि स्वदेशमा होस् विदेशमा चाहिँ यसको लागि प्रचार प्रसारण गरेर चाहिँ देखाइराख्नलाई चाहिँ पनि हामी गलकोटबाट एउटा काम गरियो भने यसले केही चाहिँ सन्देश पुग्ला भन्ने चाहिँ सोचले चाहिँ हामी यो काम गर्दैछौँ। देशभर विस्थापन अथवा भनौँ न लोपोन्मुख हुँदै गर्दाखेरि गलकोटमा तपाईँहरूले चाहिँ संरक्षण गर्नुपर्छ भनेर चाहिँ तपाईँले यसरी लाग्दै गर्दाखेरि करिब भनिसक्नु भएको छ 1 हप्ताको यो बिचमा चाहिँ हामीले तयारीका हिसाबले भोलि प्रदर्शन गर्दैछौँ भन्ने खालको कुरा पनि गर्नुभएको छ। चुनौतीको हिसाबले चाहिँ कस्ता खालका चुनौतीहरू चाहिँ देख्नु भएको छ यो नाच प्रदर्शन गर्दै गर्दाखेरि? यो चुनौती अलि तपाईँले सही कुरा भन्नुभयो, चुनौती अलिक गाह्रै छ तपाईँको। यो के हो भने यो जुन यो नाच देखाइराख्दा नजिकमा त्यो बाटो क्रस गर्नु, त्यो नजिकमा आएर जुन अहिले चाहिँ नेपालीको परम्परा अनुसारको चाहिँ जुन हिन्दू संस्कारको परम्परा छ त्यो जुन महिलाहरूमा चाहिँ बाहिर सरेका जति हुन्छन् त्यो जुन छ पुरानो रीतिरिवाज त्यो अनुसार तिनी मान्छेहरू त्यहाँ चाहिँ आउनु हुँदैन। त्यो आयो भने उनीहरूलाई चाहिँ वीर चाहिँ उत्रन्छ, त्यसले चाहिँ नराम्रो असर गर्छ भन्ने चाहिँ यस्तै कार्यक्रम त्यस्तो हुने भएको हुनाले हामीलाई त्यसैमा कुनै अप्ठ्यारो पर्छ कि त्यसले चाहिँ कुनै नकारात्मक देखाउँछ कि भन्ने मात्रै त्यो चाहिँ भएको हुनाले त्यसलाई अलिकति चाहिँ हामीलाई अलिक डरको र सम्भावना त्यो अलि
गाह्रो हुन्छ कि भन्ने मात्रै छ। अरू कार्यक्रममा हामी सब अघि नै बढिरहेका छौँ। जस्तो अहिले यो पहिलो पटक यहाँ यो हनुमान नाच गर्दाखेरि पछिल्लो वर्षहरूमा अथवा आगामी दिनहरूमा पनि गर्ने कुराहरूलाई लिएर चाहिँ कसरी हेर्नु भएको छ? यो जुन हामीले मात्रै गर्छौँ भनेर गलकुटले मात्रै यो हुने कुरा होइन। जुन यो कार्यक्रम देखाउने बागलुङ जुन समाज छ, नेवार समाज, उनीहरूले जुन समयमा दिनबार समय तालिका मिलाएर उनीहरूले त्यही अनुसार निकाल्छन्। त्यही अनुसार हामीले चाहिँ त्यो नाचलाई यहाँ बोलाएर हामीले त्यो प्रदर्शन गर्न सकिन्छ। तर उनीहरूले ननिकालिकन हामीले एक्कासी बोलाउँदा त्यो कार्यक्रम मिल्दैन। नमिल्ने हुँदाखेरि तिनीहरूको समय तालिका सबै मिलेर उनीहरू बाहुलमा जुन समयमा देखाउने हुन्छ 5 वर्ष 7 वर्षपछि उनीहरूले देखाउँछ, त्यो समयमा पनि हामीले फेरि उनीसँग कोर्डिनेसन गरेर त्यसपछि ल्याएर देखाउन सकिन्छ। त्यो समयअनुसार चाहिँ हामी त्यही अघि बढ्ने चाहिँ कुरा छ। विशेष गरी यो नाच नेवार समुदायको धार्मिक आस्थासँग पनि जोडिएको नाचको रूपमा पनि हामीले चाहिँ लिन सकिन्छ यो हनुमान नाचलाई। स्थानीय व्यवस्थापन र जुनसुकै कार्यक्रमहरू गर्दाखेरि पनि अलिकति आर्थिक पाटोलाई पनि महत्त्वपूर्ण मान्ने गरिन्छ। अहिले यो तपाईँहरूले यो कार्यक्रम गर्दाखेरि आर्थिक पाटोलाई चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ? यो चाहिँ हामीले चाहिँ जुन बैरी चाहिँ नगरेर नेवा खलले नै यसको चाहिँ आर्थिकलाई चाहिँ थोरै आर्थिक चाहिँ यो बुकी सञ्चालन फिल्म देखाउने भाइहरूले पनि तपाईँहरूलाई हामी चाहिँ सहयोग गर्छौँ। त्यही भित्र चाहिँ थोरै चाहिँ तपाईँहरूलाई हामीले चाहिँ सहयोग गरेपछि उनीहरूको तालमेलसँगै हाम्रो पनि तालमेल मिलाएर त्यसलाई थोरै उहाँबाट हामीले चाहिँ गरेर दुवै पक्षकोमा यसलाई अघि बढाइएको छ। अब यो कार्यक्रम चाहिँ अलि गाह्रै छ। तपाईँको पैसा भन्ने कुरो के हुन्छ भने उनीहरू चाहिँ चोखो खाना पनि एक दिनको नाच लगभग उनीहरूलाई आटे जाटे सबै गरेर लगभग हाम्रो 5-6 लाखको चाहिँ हारेमा खर्च आउँछ। त्यो चाहिँ नेवा खलको चाहिँ उबाट सञ्चालन गर्ने भन्ने कुरो चाहिँ चलिरहेको छ। नेवा खलबाट नै तपाईँहरूले चाहिँ यसरी सञ्चालन गर्दै हुनुहुन्छ? हजुर। जस्तो चुनौतीको हिसाबले एकदमै महत्त्वपूर्ण चुनौतीको कुरा पनि गरिसक्नु भएको छ। जस्तो भोलि मात्रै कार्यक्रम सञ्चालन गर्दाखेरि यो तयारीको हिसाबले बिहानदेखि बेलुकासम्म कति बेला चाहिँ के गर्ने भन्ने खालको त्यस्तो सेड्युलहरू बनेको छ कि छैन? यसमा हाम्रो कार्यक्रम बिहान 9 बजेदेखि सेड्युल त हाम्रो गराइसकेको छौँ। हाम्रो थोरै प्रचारमा पनि गइसकेका छन्। अनि हामी बिहान 9 बजेदेखि हाम्रो चोखो निष्ठ बसेर रोड पोल्न सुरु गरिन्छ। यो पनि मैले एकपल्ट पहिला अघि बढिसकेँ। अनि त्यो रोड पोलिसकेपछि यो हामी चाहिँ त्यो जुन पूजा हो, पूजा गर्नुपर्छ। पूजा गर्दा के भने त्यहाँ समय के भयो भने यो गर्मीको समयले हामी चाहिँ दिनमा अलि सम्भव अलि गाह्रो भयो। जुन हनुमान नाच गर्ने जुन भाइहरू हुन्छ उहाँहरूलाई के भने गर्मीले यो पिच गरेको बाटो खुट्टा पोल्ने के गर्ने हिँड्न के गर्ने अलिक गाह्रो हुने हुनाले थोरै घाम ढल्किसकेपछि 4 बजेको टाइममा हामीले 4 बजेपछि निकाल्ने चाहिँ 3:30 बजेदेखि 4 बजेसम्म हामी यो नाच चाहिँ देखाउने चाहिँ प्रक्रियामा हामी गएका छौँ। त्योभन्दा अगाडि नाच्न पर्ने अलि चाहिँ यो गर्मीको समय, अब गर्मीले चाहिँ अलि नचाउन नसके हेर्ने मान्छेलाई पनि अलिक गाह्रो समस्या पर्ने भएको हुनाले यो गर्मी मौसमले गर्दाखेरि पनि हामी यसरी चाहिँ 4 बजेतिर देखाउने चाहिँ निर्णय गरिएको छ। हनुमान नाच नाच्नको लागि चाहिँ नेवा खलबाट यो गलकुटबाट पनि सहभागी हुँदै हुनुहुन्छ अथवा बागलुङबाट नै आउनुहुन्छ? यो गलकुट नेवा खलबाट हामी यो पहिलो पटक हो। हामीले पनि त्यति यसको बारेमा ज्ञान हामीलाई छैन। हामी अब बल्ल यो पहिलोचोटि भएको हुनाले हामी उहाँहरूसँग बल्ल हामी समन्वय गरेर अब आउने आगामीमा कसरी चलिँदैछ, कस्तो गर्नुपर्छ, कुन तरिकाले जानु पर्दो रहेछ, यसको बारेमा के हो भन्ने कुरा सबै कुरा अब अहिलेको चाहिँ कार्यक्रमले हामी बल्ल बुझ्नेछौँ। त्यही अनुसार बल्ल अर्को साल अथवा त्यसपछि हुँदै आउने सालमा चाहिँ हामी त्यसमा कोर्डिनेसन गर्नेछौँ। हामी यहाँबाट कस्तो हुन्छ, कसरी गइन्छ, हाम्रो केटाहरूले गर्न जान सक्छन् सक्दैनन्, त्यो सबै अनुशासनमा बस्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि यहाँबाट अहिले छैन। हामी जे कार्यक्रम देख्यौँ उहाँ बागलुङकै सम्पूर्ण चाहिँ
कार्यक्रम बाहुलुङबाटै आउने हुन्, टोली नै आएर कार्यक्रम गरे। अब हामी कुराकानीको अन्तिममा पनि छौँ। अन्तिममा चाहिँ यो हनुमान नाचसँग सम्बन्धित रहेर यति बेला चाहिँ यो लाइभ हेरिराख्नु भएको दर्शक श्रोताहरूको लागि के भन्न चाहनुहुन्छ? अन्तमा म के भन्न चाहन्छु भने सम्पूर्ण गलकुटवासी बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा यो 300 वर्ष पुरानो हनुमान नाच हेर्नको लागि आउनुहोला भन्दै हार्दिक निमन्त्रणा गर्दछु भन्दै मलाई यस गलकुट एफएमले 2 शब्द बोल्ने मौका प्रदान गरिदिनु भएकोमा यस एफएमलाई धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार।